पाँच पोखरी जान कति दिन लाग्छ भनिदिनु ल। पाँच पोखरी जाने अब तपाईहरु अब छिट्टो गयो भने एक दिनमै पुगिहाल्छ। एक दिन है। अब तपाई अब बिस्तारै पछि गयो भने 3 दिन लाग्छ। 3 दिन। अलि छिटो गयो भने बस 2 दिन लाग्छ। तलपट्टि देख्न सक्छौं हामीले त्यो चाहिँ धेरै वर्ष पुरानो माने सायद यो भूकम्पले माथिको गजुरहरू ढलाएको हुनुपर्छ अनि पछि ढलाएर चाहिँ यतापट्टि त्यसकै नमुनामा चाहिँ अनि यहाँ नयाँ बनाइदिनु भएको चाहिँ हेर्नुस् यो सिमेन्टले बनाइदिनु भएको छ। पहिला बाजेहरूले बनाउनु भएको माने हेर्नुस् ढुङ्गाको छ। हेर्नुस् यस्तो पुरानो माने देख्न सक्छौँ हामीले यहाँनिर यस्तो पुरानो मानिरहेको छ। हेर्नुस् मुनिपट्टि 3टा रहेछ। हेर्नुस् यहाँनिर चाहिँ नयाँ चाहिँ 2टा बनाउनु भएको रहेछ। यो चाहिँ सायद भूकम्पले ढलाएको हुनुपर्छ। यो गजुर यसको गजुर हेर्नुस् ढुङ्गाले बनाउँदा पनि यस्तो राम्रो डिजाइन बनाउनु भएको छ। हेर्नुस् यस्तो राम्रो डिजाइन छ। यो राम्रो डिजाइन छ। हामी चाहिँ यहाँ यो गाउँमा घुम्यौँ। यो गाउँमा घुमेर एउटा गुम्बा रहेछ। गुम्बाको दर्शन गरेर अनि हामी यताबाट तल हामी फर्किँदैछौँ। अनि यहाँ माथि चाहिँ माथि च्यान छ अरे। यहाँबाट माथि गाउँ छैन अरे जङ्गल छ भन्नुभयो। अनि यहाँदेखि चाहिँ हामी बाटो तल रहेको छ। यहाँनिर उतापट्टि गाउँ रहेको छ अर्को गाउँ भोताङदेखि यतापट्टि के भन्छ त्यो गाउँको नाम चाहिँ मलाई थाहा छैन। हेर्नुहोस् यहाँनिर पुरानो माने यस्तो रहेको छ। माने गाउँघरमा चाहिँ यसरी बाटोमै यसरी माने बनाइदिनुहुन्छ किनभने यो माने बनाउनुको धेरै उहाँहरूको एउटा ठुलो भूमिका रहेको छ बाजेहरूको है। ढुङ्गाको यसरी खतरा डिजाइन है। डिजाइन निकाल्न गाह्रो हुन्छ नि त ढुङ्गालाई काटेर है फोरेर बनाउनु भएको छ। यो वर्षको हो एकदम पुरानो हो। उता पनि पुरानो एकदम पुरानो तर माथिको चाहिँ गजुर ढलेर है पछि सिमेन्टको बनाउनु भएको छ। हेर्नुहोस् म चाहिँ यहाँ हजुरहरूलाई तल लग्छु। तल चाहिँ गाउँ रहेको छ। त्यो गाउँको भिडियो पनि म पस्कने छु। यो भिडियो चाहिँ 3-4 नम्बरको हुन्छ गाइस है। पार्ट गरेर म अपलोड गर्नेछु किनभने धेरै लामो अपलोड गऱ्यो भने किनभने तपाईहरुलाई हेर्नको लागि बोर लाग्छ भनेर मैले चाहिँ धेरै लामो अपलोड गर्दिनँ। हेर्नुस् भोताङ गाउँ पारीपट्टिको चाहिँ कुन गाउँ? पारीको मजुवा यो चाहिँ छिपर। ए मजुवा छिपर है। यो पारागाङ भन्ने चाहिँ यो खोल्सामा छ पोस्टमा। ए पारीको चाहिँ बोलगाउँ हो। बोलगाउँ पारीको बोलगाउँ बरुवा चाहिँ उ तलतिर हो नि। यो बरुवा वरामै पर्छ। उ तलतिरदेखि सबै बरुवा हो। नहुँदैन ल्याउनु हे निजा त गन्दाको तार्फी ल्याउनु लिली 3 घन्टा लाग्यो न लाला निलाउगिन। गाइस यो चाहिँ अघि गाउँको धेरै माथि हामी आइपुगिसकेको छौँ। यति दामी माने हेर्नुस् यस्तो दामी माने बनाउनु भएको रहेछ। स्तूपा चैत्य हो गाइस। यो चैत्य चाहिँ मलाई एकदम धेरै राम्रो लाग्यो। हेर्नुस् यस्तो दामी रहेको छ यहाँको माने। वाउ सो ब्युटिफुल माने। माथि चाहिँ काम गर्दै हुनुहुन्छ। हेर्नुहोस् यस्तो दामी माने बस हेर्नुहोस् यस्तो दामी रहेको छ। वाह मनलाई पिसफुल भयो गाइस। यस्तो दामी मानेमा घुम्नु पाउँदा 1 राउन्ड भयो नि घुमौँ। हेर्नुहोस् अघिको मानेमा म चाहिँ 3 राउन्ड घुमेँ। यो मानेमा चाहिँ म 1 राउन्ड मात्रै घुम्छु किनभने मसँग समय छैन। यहाँबाट हामी माथि जाँदैछौँ। उहाँहरू चाहिँ गइसक्नु अगाडि म चाहिँ पछि एक्लै हिँड्दैछु। हेर्नुहोस् 1 राउन्ड घुमेँ यो मानेलाई पनि मैले। हेर्नुहोस् एकदम दामी ठाउँ। यहाँबाट हामी माथि जाँदैछौँ। बाटो यहाँबाट माथि जाने हो।
हेर्नुहोस् यति दामी रहेको छ कि ठाउँ चाहिँ। पाँच पोखरी जान कति दिन लाग्छ भनिदिनु ल। पाँच पोखरी जाने अब तपाईँहरू अब छिट्टो गयो भने हजुर एक दिन नै पुगिहाल्छ एक दिन है। अब तपाईँ अब बिस्तारै पछि गयो भने 3 दिन लाग्छ। 3 दिन अलि छिटो गयो भने बस 2 दिन लाग्छ। 2 दिन लाग्छ त्यही हो क्या। अब तपाईँ अब रित्तै गयो भने अब छिटो हिँड्यो भने 1 दिन लाग्छ क्या। रित्तै त छैन, हाम्रो पछाडि एउटा ब्याग छ, सामान छ, सामान छ अनि सामान हल्का फुल्का लुगाहरू हालेको छ हामीले। त्यो सबैको हुन्छ नि, सबैको त्यति त बोक्नु पर्यो नि होइन। त्यो पनि तपाईँहरू के भन्छ उहाँ आउँदाखेरि यो ओछ्यानहरू ओर्नेहरू चाहिँ त्यो बोक्नु पर्दैन क्या। होटलमा सबै हुन्छ, सबै बाटे छ। खालि तपाईँहरू बस त्यही हो, आफ्नो फेर्ने लुगा मात्रै हो, त्यति मात्रै बोक्नु पर्छ। हामीले त्यति मात्रै बोकेछौँ। त्यही हो फेर्ने अनि जुत्ता अनि चप्पल। अहिले त मैले चप्पल लगाएको चाहिँ चप्पल। आज पानी परेको त काठमाडौँबाट निस्किँदाखेरि अनि रेनकोट थियो प्लास्टिकको, त्यो ओढ्यौँ अनि त्यहाँबाट अनि हामी आएको। उतैबाट पानी परेको थियो आज। हजुर पहिले त अब यहाँ त अब पुरा त्यहाँ व्यवस्था थिएन, होटल थिएन, के थिएन है। अब पुरा भराइहाल्नुपर्छ, रासन पानी बोक्नुपर्छ। आफूले त बोक्नु सक्दैन होइन, जति सक्छ त्यति बोक्छ। अहिले त हामीले नै बोक्दैन कि, केही पनि बोक्दैन। अहिले गाडीले बोक्छ है सबै। गाडी भन्नाले अब यो देउलासम्म चाहिँ जान्छ, त्यो माथि चाहिँ जान्न है। कस्तो बाटो तेर्सो छ कि उकालो छ? एकदम उकालो छ है। उकालो छ, कोही तेर्सो पनि छ, उकालो पनि छ, सिधा पनि छ कोही ठाउँमा। अनि कोही अप्ठ्यारो ठाउँमा रेलिङ हालेको छ, डेन्जर छ। पाँच पनि त्यहाँ अलि त्यहाँ उकालो ठाउँमा चाहिँ रेलिङ हालेको छ क्या। अब किनभने अब सबैलाई अब थाकेको मान्छेहरू त्यो रेलिङसम्म चाहिँ हिँड्छ नि त। ल धन्यवाद तपाईँलाई है त। ओके बाई बाई। फेरि पनि म यहाँदेखि तल रिटर्न गएको भिडियो म खिचिरहेको छु। अघि चाहिँ मैले सिनेमेटिकमा खिच्दाखेरि त्यति धेरै कुनै पछाडिको उहरू चाहिँ ब्लोर आएको थियो। अहिले चाहिँ यो रुखलाई चाहिँ के भन्छ यसलाई थाहा छैन, यो रुखको नाम चाहिँ है, यो रुखको नाम चाहिँ के हो थाहा छैन है, यसलाई के भन्छ। अनि हामी चाहिँ म तल जाँदैछु। हेर्नुहोस् म हजुरलाई यो भोताङ गाउँ देखाइरहेको छु। हेर्नुहोस् यस्तो रहेको छ भोताङ गाउँ। हेर्नुहोस् बाटो यस्तो रहेको छ। हेर्नुहोस् यसरी काठको छानो पनि लाउनु हुँदो रहेछ कि, काठको छानो। पहिलाको पुरानो घरहरूमा चाहिँ काठको छानो अनि त्यो काठकै बार पनि हुन्थ्यो। रसुवातिर त्यो काठकै बारहरू पनि छ। त्यो रसुवातिर लास्ट टाइम म रसुवा गएको भिडियोजहरू मैले अपलोड गरेको थियो। त्यो भिडियोमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। रसुवाको भिडियोमा काठको बार काठकै छानोहरू हुन्छ। त्यसैले पुरानो घरमा चाहिँ ढुङ्गाले लाएको पर्खाल, त्यहाँदेखि जालहरू चाहिँ काठको बनाउनुहुन्छ है। अनि ढोका पनि धेरै अग्लो हुँदैन, सानो हुन्छ। अनि यसलाई त्यो यसको रुख चाहिँ के भन्छ, यसलाई आलु पोखरा जस्तो डल्लो भन्दो रहेछ, डल्लो रहेछ। यसको नाम चाहिँ एक्ज्याक्टली मलाई थाहा भएन गाइस। हेर्नुहोस् यहाँनिर यस्तो डल्लो रहेको छ। भाइ कमेन्टमा भन्नु होला है, कमेन्ट गरेर भन्नु होला यसको नाम के हो, मलाई चाहिँ थाहा भएन है गाइस। त्यही अघि ठुलो रुख रहेछ नि, त्यही रुख है, ठुलो रुख रहेछ। हेर्नुहोस् म यतापट्टि जाम है, यतापट्टि के रहेछ, यतापट्टि गएर म त्यहाँबाट तल्ल देखाउने छु हजुरहरूलाई। अन्त कुकुर हुन नि सक्छ, कुकुर भयो भन्दाखेरि अलि डराउनु पर्ने रहेछ, कुकुरले टोक्छ नि त। हेर्नुहोस् यहाँनिर मकै रोप्नु भएको रहेछ अनि धेरै कुरा रोप्नु भएको रहेछ। हेर्नुहोस् टनेललाई सानो बनाउनु भएको छ मजाले। यो खुर्सानी हो गाइस, खुर्सानी। आलु
यहाँ आलु खन्दै हुनुहुन्छ आलु गाउँमै उम्रेको आलु अर्ग्यानिक आलु आलु खन्दै हुनुहुन्छ यहाँको आलु त डल्लो डल्लो हुने रहेछ है